हाम्रो केटाहरू अगाडि अगाडि हिँडिरहेछ चलपल दिँदै कति गयो सन्चै हुन्छ नि ड्युटी थिएन आज केटाहरू पुरा फोटोसुटको लागि रेडी आमा मोबाइल सरकार त्यस्तो नगरौँ हो सपिङ हान्न लाग्यो गाई चाहिँ त्यो लाइटहरू बोलिरहेको छ त्यो चाहिँ पुल हो होइन छोटो पुल हो अघि न हामी आएको थियो लामो पुल हो यो चाहिँ अलिक छोटो छ झगडा नगर यार झगडा नगर भयो यार भयो भयो हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई च्यानल खाडे परदेशी राइडर ब्लग दिस इज परदेशी ग्याङ एल्ड फ्रम मलेसिया सो आज चाहिँ हामी मलेसिया पेनाङमा चाहिँ होइन सो चिल ब्लगै हो यो हामी चाहिँ मलेसिया पेनाङमा चाहिँ घुम्ने यताउता होइन अब टाइम पास गर्ने छुट्टी थियो त्यही भएर हल्का इन्जोय गर्नको लागि हामी जाँदैछौँ हाम्रो केटाहरू पुरै टेक पोजिसन सबले चाहिँ बाइक निकालेर रेडी छ हाम्रो मेरो बाइक चाहिँ छ होइन सो गाइज हामी चाहिँ निस्किसकेको छौँ घरबाट भन्नाले होस्टेलबाट मलेसियामा त्यही त हो नि घर भनेको होस्टेल हो साथीहरू है सो त्यही हो आज सन्डे राइड जस्तै हुन्छ हाम्रो केटाहरू हिँड्दैछ एकजना अगाडि गइसकेको छ नाचिरहेछ धेरै लङ राइड पनि गयो कि सर्ट राइड भन्नाले अब त्यही हल्का रुममा बसेर बोरिङ फिल भएको थियो भनौँ त्यसको लागि चाहिँ हामी यसो 2-4 भाइ चाहिँ सबै त छैनौँ हामी अब जो थियौँ त्यही 2-4 भाइ चाहिँ हामी यसो जाउँ त यसो घुमेर हावा खाएर आउँ के छ र भन्ने हिसाबले चाहिँ हामी जाँदैछौँ अहिले है सो एकजना अगाडि पुगेको छ एकजना यहाँ छ एकजना हामी 3जना बाइकमा जाँदैछौँ एरिया भनेको हाम्रो भाल्डार एरिया भन्छ धेरै साथीहरू हुन्छ हाम्रो नेपाली सो यो एरियामा पनि यसो चलपल भनौँ हल्का रमाइलो सो हामी चाहिँ यसै कामसाम त केही थिएन कि यसै यताबाट पेनाङको भनेको 2टा ब्रिज छ कि ठुल्ठुलो अनि हामी चाहिँ लामो ब्रिज लङ ब्रिजबाट गएर चाहिँ सर्ट ब्रिजबाट यसो पेनाङ घुमेर चाहिँ आउन त अब हावा खाँदै भन्ने हिसाबले चाहिँ हामी जाँदैछौँ कि मेन सो हाम्रो केटाहरू अगाडि हिँडिरहेछ चलपल दिँदै पेनाङको वान अफ द मोस्ट लार्जेस्ट ब्रिजमा चाहिँ हामी इन्ट्री हुँदैछौँ हाम्रो केटाहरू अगाडि हिँडिरहेछ होइन सो हामी चाहिँ राइडको इन्जोय लिइरहेको छौँ गाजियो हल्का हात छोडिदिनु नि त यहाँबाट हेर्छ नि त ब्रिज यहाँबाट परसम्म छ उतापट्टि पहाड छ यहाँ चाहिँ पुरा समुद्र छ कि कपाल ब्रिज छ ब्रिजमा हामी अहिले ब्रिजको माथि राइड गरिरहेको छौँ कि ब्रिजको माथि केटाहरू अगाडि गएर पुलो पेनाङै देखिन्छ यहाँबाट भनौँ सर र त्यहाँबाट हेर्नु होइन सर र पुलो पेनाङै देखिन्छ क्या पेनाङको भ्यू होइन टापु सानो टापु हो क्या एउटा टापु नै भनौँ आइसल्यान्ड हो अनि त्यहाँ सिटीहरू हेर्नु सक्नुहुन्छ सिटीहरूको छेउमा चाहिँ समुद्र हेर्नु सक्नुहुन्छ होइन समुद्रबाट उता टापु यहाँबाट हेर्दा चाहिँ एकदम अवश्यम दामी छ कि दामी भ्यू छ बप्पाल यस्तो दामी प्लेस छ कि आमामा दामी के यसो हेर्दाखेरि युरोप झल्किन्न र हुन त मलेसिया पनि कम्ती डेभलप त छैन होइन एकदमै दामी डेभलप छ अवश्यम भ्यू है यहाँबाट साथीहरू तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गरेर भनिदिनु होला है साथीहरू सो हामी चाहिँ अब यो पुलबाट आयो अब यता गएर अर्को पुलबाट फर्किन्छ होला सायद अनि यता सिटी साइडतिर पनि छिर्छौँ हल्का सिटी साइडमा यसो भिजिट हालेर अनि त्यहाँबाट के कस्तो हुन्छ तपाईँहरूले भिडियो चाहिँ अन्तिमसम्म हेर्नु भने आफै थाहा पाउनुहुन्छ है साथीहरू सो हामी चाहिँ अब यहाँबाट सिटी साइड छिर्छौँ हल्का अनि त्यहाँ घुम्छौँ फेरि अर्को सिटी साइड अब कहीँ बिच साइड छ अनि त्यहाँ पनि रोकेर यसो भ्यू दिन्छौँ त्यहाँबाट अर्को पुलबाट भएर चाहिँ फर्किन्छौँ गाई चाहिँ त्यही त हो नि रमाइलो छुट्टीमा अब बोर फिल भयो भने चाहिँ यसो घुमफिर गऱ्यो रमाइलो गऱ्यो होइन जिन्दगीमा मैले लानु के छ र गाई होइन गाइज हामी चाहिँ फाइनली सानो एउटा पेनाङको एउटा सानो मतलब यो सिटी होइन सिटी के नाम दियो यसमा बुकेट जाम्बुल भन्ने ठाउँमा चाहिँ हामी आएको छ होइन सो भिजिट गर्दै सो कहाँबाट आएको तपाईँहरूले देखिसक्नुभयो अब यहाँ चाहिँ हामीले बाइक पार्किङ गरेको छौँ सो हाम्रो बुकेट जाम्बुल साइडतिर बस्ने हाम्रो एकजना ब्रदर पनि आइसक्नु भएको छ मिटरको लागि नेपालीहरू त्यही त हो नि एक आपसमा मिलजुल होइन
दुःख सुखको बाँडछाँड गरेर चाहिँ बस्दाखेरि एकदमै राम्रो हुन्छ। सो हामी चाहिँ यता घुम्न आएको थियौँ अनि उहाँ ब्रदर चाहिँ यही साइडमा बस्नुहुन्छ अरे। सो एकचोटि राइडमा पनि जानुभएको थियो हामीसँग, एकचोटि होइन 2-3चोटि भइसक्यो राइडमा गएको। सो उहाँ पनि आइसक्नु भएको छ। सो एकजना चाहिँ हाम्रो साथी मिसिङ भइरहेको छ। कहाँ गयो कहाँ गयो त्यो के छ ब्रदर? सन्चै हुन्छ नि? ड्युटी थिएन आज? आइसक्यो बोलो बोलो। ल यहाँ त दीपावलीको स्पेसल यो चाहिँ इन्टर हो। हाम्रो केटाहरू पैसा नै बसिरहेको छ। सो दीपावलीको स्पेसल यहाँ चाहिँ के बनाएको रहेछ है साथीहरूलाई। यो चाहिँ बुके जाम्बुल के भन्छ पारी पुलाउ पिनाङको। केटाहरू पुरा फोटोसुटको लागि रेडी। आमा मोबाइल सरकार त्यस्तो नगरौँ हो। भित्र छिर्ने गेटमा है यो दामी दामी। ल सो गाइस हाम्रो चाहिँ मल छ यो बुके जाम्बुल मलभित्र हल्का चलपल आउँदैछ हाम्रो क्यामेराहरू पुरा। ठिक छ नि हल्का मलभित्र उसको लागि खासमा आएको। यहाँ हल्का के तेलसेल के किन्नु पऱ्यो भित्र। यो यहाँको माहौल है हाम्रो चाहिँ अब लिफ्टमा चढ्दैछ। काले भाइ पो धेरै एक्साइटेड भइरहेको छ त्यहाँ मभन्दा नि। ल ल ल ल ल ल ल ल भयो भयो सबै छ सबै छ। ल यहाँ भित्रको माहौल पनि देखाइदिएँ। यहाँ अब एकछिन सर हुन्छ फेरि हामी चलिदिइहाल्छौँ है यहाँबाट। वाटर रोड सत्तर रोड कहाँ कुइन्स भन्ने ठाउँमा केटाहरूको हल्का सपिङ पनि हुँदैछ। हल्का सपिङ हान्न लाग्यो गाइज है। सो गाइज हामी चाहिँ अब सपिङ गरेर सपिङ सक्यो भाइ अब त सपिङ सक्यो। अरे यार कहाँ सक्नु टेन्सन भइसक्यो यार मलाई यिनीहरूको सपिङ देखेर। कति धेरै सपिङ गर्यो? कति रुपियाँ सक्यो? 5-6 हजार रिङ्गेट भयो होला हो। आमामा केटाहरू डुबाउँछ यो पाराले। सपिङ त भयङ्कर हुन्छ गाइज है। हामी चाहिँ यो मार्केटबाट निस्किसकेका छौँ है। यो मार्केटबाट निस्किसकेका छौँ। हाम्रो ब्रदर पनि आउनु भएको छ सिबिआर लिएर। हामीलाई अब उताको साइड चाहिँ हामीलाई थाहा छ कि, तर यताको साइड चाहिँ ब्रदरले घुमाउने। कता ब्रदर? क्विन्सबी साइड होइन? ल हुन्छ उसलाई आउन दिनु न। उसलाई आउनु दिनु फलो गर्ने उहाँलाई। धेरै भिडभाड छ यहाँ, धेरै भिडभाड छ साथीहरू हो। यो यहाँको फ्रन्ट चाहिँ यहाँ होला है। ए मान्छेहरूको चलपल एकदमै बढी छ। ओहो यो चाहिँ बुके जाम्बुल है साथीहरू। बुके जाम्बुलबाट को हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गरेर साथ सपोर्ट हुनाले सल्लाह गरौँ न भन्ने अब यस्तै हो। ल हामी चाहिँ यहाँबाट बुके जाम्बुलबाट लाग्यो अब क्विन्सबी साइडमा चाहिँ पनि छ अरे यसो भिजिट गर्ने ठाउँ होइन, घुम्ने ठाउँ। सो हाम्रो ब्रदरले लिड गर्दै हुनुहुन्छ, उहाँले अगाडि अनि हामी चाहिँ उहाँलाई फलो गरेर जाँदैछौँ। ओहो लरी पऱ्यो आमामा कपाल सिन देखिन्छ त्यहाँ त यार। ओहो समुद्र रहेछ त्यहाँ त। सो गाइस हेर्नु सक्नुहुन्छ है बिच साइडमा यस्तो रमाइलो भइरहेछ। हामी पनि आइसकेको छ। हाम्रो बाइकहरू हामीले यहाँ पार्क गरेको छौँ होइन। सो एकजना साथी अझै आउँदैछ छुट्टा छ बाटोमा। यहाँ बुढोले पो दामी हानिरहेको छ त यार। रोड साइड आर्टिस्ट तर खैरे छ त मान्छे त खैरे दामी हान्ने रहेछ त। ओके ओके ओके। सो गाइस यही हो होइन। यो बिच साइडमा हल्का रमाइलो चिल हान्न मान्छेहरू आएको हुन्छ। सो यहाँबाट त्यो लाइटहरू बोलिरहेको छ त्यो चाहिँ पुल हो होइन, छोटो पुल हो। अघि न हामी आएको थियो लामो पुल हो, यो चाहिँ अलिक छोटो छ तर लामो चाहिँ लामै छ। मान्छेहरू चिल हान्दैछ। माथि एयरपोर्ट पनि नजिकै छ कि यहाँ प्लेन पनि उड्दैछ। त्यही हो। यहाँ चाहिँ तपाईँको यो डुङ्गाहरू सानो सानो बोटहरू छ नि, माछा मार्न जानको लागि यो छिटोहरू रेडी छ। सो त्यही हो बिच साइडमा त्यही त हो नि। हामीले चाहिँ बाइकहरू त्यहाँ केटाहरू चिल गरिरहेछ, यहाँ चिलमा बसिरहेछ। चिलमा छौ नि होइन? त्यही हो। अर्को केटा आयो ल, आइपुग्यो फाइनली। हराएको मान्छे आइपुग्यो। हराएको मान्छे आइपुग्यो। ओके ओके ओके। ए झगडा नगर यार, झगडा नगर। भयो यार भयो भयो भयो।
फाइनली यहाँ अब हामी भिजिट गरिसक्यो होइन। सो अब हामी यहाँबाट चाहिँ फर्किन्छौँ। भोलि ड्युटी सुटी पनि जानु परिन्छ। सो त्यही भएर अलि हतारै भनौँ, ड्युटी सुटी गर्नु पऱ्यो, के गर्ने है। सो हाम्रो केटाहरू हिँडिसक्यो अगाडि। पेनाङको नाइट लाइफ हेर्नु सक्नुहुन्छ गाइज। मेरो बाइक त पड्किरहेको छ, राति भएर सुनसान हुन्छ, राति आवाज ठुलो आउँछ नि त। हेर्नु है बाइक त खतरा कराइरहेछ। मामाले भेट्यो भने त गाँडा हान्छ। सो त्यही हो साथीहरू, हामी चाहिँ अब फर्किँदैछौँ। फर्किने बेलाको भेष पनि हल्का गाजरलाई देखाइदियो भनेर। सो यता पुरै यता चाहिँ तपाईँहरूले अँध्यारो देख्नु भएको छ अहिले होइन। यता चाहिँ समुद्र साइड छ कि पुरै तपाईँको बिच साइड होइन। सो यहाँ चाहिँ मान्छेहरू टन्नै आएको छ, तपाईँहरूले क्यामेरामा हेर्नु सक्नुहुन्छ है। मान्छेहरू टन्नै आएको हुन्छ कि चिसो हावा खान। पेनाङको नाइट भ्यू बबाल देखिरहेको छ यहाँबाट है। हामी चाहिँ फेरि पुलमा इन्टर भइसक्यौँ। हुँदैछौँ तर भइसक्यो नै भनौँ। हेर्नु सक्नुहुन्छ पुल को भ्यू है। सो बबाल छ यहाँबाट झन् भ्यू दामी देखिन्छ। राति पऱ्यो कि अलि राति पऱ्यो कि अलि दिउँसो हुँदा दामी भ्यू देखिन्थ्यो यहाँबाट। सो राति पऱ्यो कि त्यही भएर गाह्रो छ। यहाँबाट कति बब्बाल भ्यू देखिन्छ। अहिले पनि देखिन्छ होला साथी, हेर्नु त्यहाँ आमामा पुल दामी पुल देखिन्छ हो। वाउ यो सिन चाहिँ मलाई बब्बाल लाग्छ। घुम्दा पेट्रोल पनि सक्यो होइन। सो पेट्रोल सेट्रोल भरौँ अनि जाउँला। पेट्रोल नभर्ने छ उता गएर पार गर्नु। उता सट्ट निस्केर त्यहाँ ठ्याक्कै यो उता जाने बाटो छ नि, त्यहाँनिर पार गर्नु यताबाट गएर। ओके पेट्रोल सेट्रोल पनि भर्यो। अब भोलि ड्युटी सुटी जाने काम लाग्छ, पेट्रोल हाल्नुपर्छ क्या। सो भोलि ड्युटी सुटी जान पनि चाहिन्छ होइन। त्यही भएर ल केटाहरूलाई मैले अगाडि हिँडाएँ। अब यहाँबाट त बाटो थाहा छ केटाहरूलाई पनि। सो उनीहरूलाई अगाडि हिँड्नाले म पछाडि हिँड्दैछु, केटाहरू हिँड्दैछ अगाडि। अब यहाँबाट चाहिँ हामी रुममा फर्किन्छौँ साथीहरू है। गाइज फाइनली हामी चाहिँ घरमा आइपुग्यो होइन। सो ब्लग के कस्तो लाग्यो सल्लाह सुझाव दिनु नबिर्सनु होला। आजको लागि यति नै। हस्त जय नेपाल।